अस्ति 17 गते संसदमा के भयो तपाईले पनि देख्नुभयो होला। जनताको आवाज उठाउन, देशका समस्या समाधान गर्न र नीति निर्माण गर्न बनाइएको संसदमै नाराबाजी, अवरोध र हंगामाको मैदान बन्यो। तर प्रश्न छ, यसको असर संसदभित्र मात्रै सीमित रहन्छ कि समाजमा पनि पर्छ? जब देशका नेताहरू नियम मर्यादा तोडेर प्रस्तुत हुन्छन्, त्यसले नागरिकलाई कस्तो सन्देश दिन्छ? यदि समस्या समाधानको माध्यम संवाद होइन हंगामा हो भन्ने सन्देश माथिबाट जान थाल्यो भने समाजले पनि त्यही सिक्छ र त्यही गर्छ। विद्यालयमा विद्यार्थीले, कार्यालयमा कर्मचारीले र सडकमा नागरिकले विवाद समाधानको संस्कार भन्दा टकरावको संस्कार अपनाउन सक्छ। संसद लोकतन्त्रको सर्वोच्च थलो हो। त्यहाँ विचारको लडाई हुनुपर्छ, व्यक्तिको होइन। तर्कको प्रतिस्पर्धा हुनुपर्छ, अराजकताको होइन। सरकारको आलोचना गर्न पाइन्छ, विरोध गर्न पाइन्छ, तर त्यसको पनि एउटा मर्यादा हुन्छ। आज संसदमा देखिएको व्यवहार भोलि समाजको व्यवहार बन्न सक्छ। त्यसैले संसदहरू केवल राजनीतिक दलका प्रतिनिधि मात्रै होइनन्, उनीहरू समाजका लागि उदाहरण पनि हुन्। हामीले कस्तो राजनीति स्वीकार गर्ने, संवादको कि ताण्डवको? निर्णय अन्ततः जनताकै हातमा छ। लोकतन्त्र बलियो बनाउन संसद बलियो हुनुपर्छ र संसद बलियो बनाउन मर्यादा आवश्यक छ।